हेलो सबैलाई स्वागत छ मेरो कर्मा पोडकास्टमा। यहाँ मसँग हुनुहुन्छ आज। तपाईँको नाम? समीरा तामाङ। तपाईँ भविष्यमा के बन्न चाहनुहुन्छ? म भविष्यमा डान्सर बन्न चाहन्छु। अनि डान्सर बनेर तपाईँ के तपाईँको बाआमालाई खुसी राख्न सक्नुहुन्छ? हुन्छ। सक्छ। अब डान्सर बाहेक अरू तिमीलाई के बन्न मन लाग्छ यस्तो भन्नु न। के त बन्न मन लाग्दैन मलाई। केही बन्न मन लाग्दैन? तपाईँलाई के अरे समाज सेवाहरू गर्न मन लाग्दैन? मन लाग्दैन? ए अरू तपाईँलाई के गर्न मन लाग्छ त यस्तो के कुराहरू? तर मलाई डाक्टर नै बन्न मन लाग्छ कि धेरै। हो, डाक्टर बन्ने? ए त्यो डाक्टर बन्नु नि एउटा समाज सेवा त हो नि, होइन र? अनि तपाईँले गीत गाउन आउँछ? गीत गाउन आउँछ। एउटा गाइदिनु न। फुल फुटे सारी छपक्क पारी पछौरी मलमल भ। यति हो? धेरै राम्रो गाउनु। यो दाइकिनसँग हाँसेर हो क्या। धेरै राम्रो गाउनु हुँदो रहेछ। ल तपाईँको नाम के हो त नि? मेरो नाम लाक्पा। तपाईँ कति क्लासमा अहिले? म अहिले 4 क्लासमा हो। 4 मा हो? कुन स्कुलमा पढ्नुहुन्छ? रिड मोडल सेकेन्डरी स्कुल। अनि तपाईँको गाउँ चाहिँ? मेरो गाउँ त रसुवा हो। रसुवा? तपाईँको गाउँको बारेमा केही भनिदिनुहुन्छ? मलाई थाहा छैन त्यस्तो धेरै। थाहा छैन? तपाईँ गाउँमा तर हिमाल देख्छ, खेतबारी हुन्छ, त्यति। तपाईँ खेतमा काम गर्नु भएको छ कि छैन? छैन? अनि बाबा मम्मी नि गाउँमै हो? होइन, बाबा चाहिँ गाउँमा, मम्मी चाहिँ यही हो। बाबा के गर्नुहुन्छ त? बाबा अफिसमा काम गर्नुहुन्छ। मम्मी चाहिँ? मम्मी घरमै बस्नुहुन्छ हो? ए अनि अर्को तपाईँको हजुरबा र हजुरआमा हुनुहुन्छ? हुन्छ। उहाँहरू चाहिँ के गर्नुहुन्छ नि? उहाँहरू काम गर्नुहुन्छ खेतीतिर। खेतमा? अर्को तपाईँ कुन स्कुलमा पढ्नुहुन्छ नि? रिड मोडल। कहाँतिर छ नि? अलिकति बुद्धचोक भन्दै टाढा। हल्का मुनि? अनि अर्को तपाईँ अब के अरे यतिको राम्रो पढ्नुहुन्छ तपाईँ? खुसी लाग्छ आफूले पढ्दाखेरि? लाग्छ। कहिलेकाहीँ अल्छी लाग्छ कि लाग्दैन? सबैलाई अल्छी त लागिहाल्छ नि, अलिकति भएर। हो? हुन त हो। अनि तिमीलाई ड्रइङहरू गर्न मन लाग्छ? थोरै थोरै मात्रै गर्न मन लाग्छ तर। अर्को तपाईँ के अब तपाईँको कुनै हबी छ? छैन? तपाईँ कति क्लास हो? म त अहिले 10 मा पढ्छु। केही सोध्न चाहनुहुन्छ? नै? यति हो? कस्तो लाग्यो त तपाईँलाई पोडकास्टमा आएर? राम्रो लाग्यो धेरै नै। हो? पछि गएर तपाईँ नि पोडकास्टको एउटा मेम्बर बन्न चाहनुहुन्छ कि? हुन्छ। बन्न चाहनुहुन्छ? ठिक छ। यति नै। धन्यवाद।